अर्जुनधारा जलेश्वर धामको यो कलश यात्रा सुरु भएको छ। हाम्रो अर्जुनधारा जलेश्वर धामको बाला चतुर्दशीको लागि यो कलश यात्रा अर्जुनधारादेखि लिएर अर्जुनधारादेखि सिधा यता नारायण चौक हुँदै शनिश्चरी बजार, शनिश्चरी चौकी, अर्जुनधारा नगरपालिका हुँदै शनिश्चरीको चारैतर्फको बाटोबाट परिक्रमा गर्दै शनिश्चरी चौकबाट पश्चिम लागेर त्यस अर्जुनधारा जलेश्वर धामको परिसरमा आउनेछन्। त्यसपश्चात अर्जुनधारा बाला चतुर्दशीको लागि भव्य रूपमा स्वागत भएछ। यो मेन शिवजीको अर्जुनधारा जलेश्वर धामको भित्र गौमाता दुध खुवाउँदै गरेको यो हाम्रो विष्णुको विष्णुको मूर्ति यता रहेछ। अर्जुनधारा जलेश्वर धामको भित्र परिसरभित्र यो सबै डेकोरेसन हजुरहरूलाई पुरै देखाइरहेको छु। कस्तो छ हेर्नु। यो चोटिको बाला चतुर्दशीको आउनुहोस् र अर्जुनधाराको भव्य रूपमा स्वागत गरी हजुरहरू आएर शोभा बढाइदिनु लागि अनुरोध गर्दैछौँ। यो सजावट सब इन्डियाबाट मगाएर यो भव्य रूपमा गरिएको छ। तपाईँहरूको लागि नै सौन्दर्यको लागि यो राखिएको छ। आएर हरेक तीर्थ दशाको लागि आउनुहोस् र आएर अवश्य हेर्नुहोस्। आजदेखि यो आज कार्तिक 28 गतेदेखि लिएर हाम्रो यो मङ्सिर 3 गतेसम्म मेलाका योजना गरिएको छ। यसमा हरेक डान्स सांस्कृतिक प्रोग्रामहरू र झाँकीहरू सबै हुनेछ। र बाला चतुर्दशीको लास्ट 3 गते मङ्सिर 3 गतेको लागि पृथ्वीहरूको सम्झनामा रातभरि दियो बालेर बसेर बिउ छर्किने मङ्सिर 3 गते राति हुनेछ। हजुरहरू अर्जुनधारा जलेश्वर धाममा आएर मेलाको भव्य रूपमा शोभा बढाइदिनु अनुरोध गर्दैछौँ। शनिश्चरी बजार, अर्जुनधारा झापा। यो सब देखाइरहेको छु तपाईँको। यस्तो सजावट छ योचोटि पुरै अर्जुनधारा परिसरमा हजुरहरूको कस्तो के छ सबै देखाइयो। चोटि अवश्य आउनु होला अर्जुनधारा जलेश्वर धाममा। नोभेम्बर 14 तारिक र कार्तिक 28 गतेदेखि लिएर मङ्सिर 3 गतेसम्म आयोजना गरिएको छ। हरेक वर्षको भाँति यस वर्ष पनि भव्य रूपमा मनाइएको छ। अवश्य आएर मेलाको शोभा बढाइदिनु। हरेक शाम सांस्कृतिक कार्यक्रम हुनेछ।
हस् त धन्यवाद। यो भिडियोलाई लाइक शेयर कमेन्ट अवश्य गर्नुहोला र सब्सक्राइब गरिदिनु होला। सबैजनामा अनुरोध छ।